अब फेरि पनि अर्को सिमेन्ट कम्पनीले चाहिँ आइपिओ खोलाउने डेट सार्वजनिक गरिसकेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चाहिँ आइपिओ खोलाउने डेट निष्कासन गरेको छ। यस कम्पनीले चाहिँ पहिलो चरणको लागि वैदेशिक रोजगारीमा रहनु भएको र लोकलको लागि चाहिँ आइपिओ निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहनु भएकोले चाहिँ पुसको 25 गतेदेखि पुसको 30 गतेसम्म भर्न सक्नुहुनेछ। यस कम्पनीले फरेन इम्प्लोइमेन्टको लागि भनेर टोटल 5,62,500 किता सेयर निष्कासन गरेको छ र प्रति किताको प्राइस चाहिँ 100 रुपियाँ नै हुनेछ र सेक्टर भनेको म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ रहेको छ र इस्यु म्यानेजरको रूपमा चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्कलाई राखिएको छ र स्थानीय क्षेत्रको लागि टोटल 18,75,000 किता सेयर निष्कासन गरिएको छ र यसको पर किता प्राइस चाहिँ 100 रुपियाँ नै हुनेछ र स्थानीय क्षेत्रको मान्छेहरूले चाहिँ पुसको 25 गतेदेखि माघको 9 गतेसम्म भर्न सक्नुहुनेछ र आइपिओ भर्नको लागि 1,000 रुपियाँ छुट्याएर राख्नुहोला र यस्तै आइपिओ र फाइनेन्स कन्टेन्टको लागि चाहिँ मलाई फलो गर्न सक्नुहुन्छ।